मर्निङ। म आज एउटा एकदम इम्पोर्टेन्ट कुरामा गफ गर्नेछु र डेमोन्स्ट्रेसन पनि गर्नेछु। तपाईहरुले त धेरै भिडियो हेर्नु होला, तर यो भिडियोलाई पनि कम्तीमा आफ्नो अमूल्य थोरै समय भए पनि निकालेर हेर्दिनु होला, किनभने यो भिडियोले तपाईको जीवनमा एकदम चमत्कारिक परिवर्तन ल्याउन सक्छ। एकदम राम्रो भिडियो हो र यो हाम्रो खास गरिकन महिलाहरूको लागि हो र महिला भनेको सबै घरमा हुन्छ, यस्तो होइन महिला बिनाको कुनै घर नै छैन। त्यसैले गर्दा पुरुष साथीहरू पनि हेरिराख्नु भएको छ भने सबैले ध्यानपूर्वक हेर्नु होला। यो भिडियो तपाईहरुको लागि आज एकदम अमूल्य हुनेछ, त्यसैले गर्दा हेर्नु होला। यो हाम्रो डियो गार्डन सेनेटरी न्यापकिन प्याड हो। हामीले चाहिने कुरामा ढाकछोप गरिराखेको हुन्छौं, लाज मानिराखेको हुन्छौं, जुन हाम्रो जीवनको लागि इम्पोर्टेन्ट हुन्छ। यो विषयमा हामीले खुलेर कुरा गर्न चाहदैनौं र महिलाहरू चाहिँ लाज मानेर यसका बारेमा हामीले प्रष्ट रूपमा कसैसँग कुराकानी गर्न सक्दैनौं। त्यसैले गर्दा यो हाम्रो जीवनमा एकदम अमूल्य इम्पोर्टेन्ट भाग हो हाम्रो दैनिक जीवनको। यसमा हामीले खुलेर कुरा गर्नुपर्ने हुन्छ, हामीले खुलेर बताउनु पर्ने हुन्छ। त्यही अभिप्रायले गर्दा म एउटा महिला भएको नाताले गर्दा मैले यो पीडाहरू पनि भोगेको छु आफ्नो पर्सनल जिन्दगीमा। त्यसैले गर्दा म आज यसमा भिडियो बनाउन मलाई एकदम रहर लाग्यो र मैले बनाए। यो डियो गार्डन सेनेटरी न्यापकिन किन जरुरी छ हाम्रो, यसको बारेमा म मार्केटको पनि प्याड र यो डियो गार्डनको प्याडमा तपाईहरुलाई भिन्नता र यसको फाइदा बताउने छु। ध्यानपूर्वक हजुरहरूले हेर्दिनु होला। हाम्रो यो प्याड हो, यसमा 10 वटा प्याकेट हुन्छ, जुन हाम्रो 4 वटा रातिको लागि हुन्छ र 6 वटा हाम्रो डेको लागि हुन्छ, दिनको लागि हुन्छ। र यो हाम्रो शरीरमा कसरी काम गर्दो रहेछ भने म डेमोन्स्ट्रेसनको मार्फतले हजुरहरूलाई आज म बताउने छु। यो किन अरु प्याडहरू भन्दा किन राम्रो छ, किन जरुरी छ, किनभने जबसम्म हामीले आफ्नो पर्सनल हाइजिनमा हामी ध्यान दिदैनौं भने हामीले धेरै रोगहरूबाट जुझ्नु पर्ने हुन्छ। हाम्रो युटरसको इन्फेक्सनहरू भएर पाठेघरको मुखको क्यान्सरहरू भइराखेको छ। हामीले हस्पिटलमा गएर हेर्दा त्यहाँ भिड लागेको हुन्छ। हाम्रो 75% भन्दा बढी महिलाहरू चाहिँ यो हाइजिन नभएको कारणले गर्दा, हाम्रो सरसफाइमा ध्यान नदिएको कारणले गर्दा धेरै समस्याहरूबाट पीडित भइराखेको छ। हाम्रो समाजका, हाम्रा देशका हरेक प्रत्येक घरमा यस्तो समस्याहरू भइराखेको छ। हाम्रो कसरी इन्फेक्सनहरूबाट बच्ने र त्यो त हाम्रो मेडिकलतिर गइसक्यो, तर यो प्याड नि हाम्रो एकदम इफेक्टिभ छ, एकदम राम्रो छ, लगाउन पनि सजिलो छ। रातिको लागि रातिमा पनि छ र डेको लागि यो मैले आज डे निकालेको छु। र यो कसरी हाइजेनिक छ, यहाँ एउटा चिप्स दिएको हुन्छ, हजुरले नजिकबाट हेराइदिनु होला। यो चिप्सले, यो मेडिकेटेड चिप्स हो, यसले इन्फेक्सन हुन दिँदैन, इचिङ हुन दिँदैन र यसले हाम्रो शरीरबाट जति पनि ब्याक्टेरियाहरू निस्किराखेको हुन्छ र त्यसलाई चाहिँ नियन्त्रण गर्छ र यो हाम्रो शरीरमा गनाउन दिँदैन। हामीले लङ टाइम युज गर्दा पनि हाम्रो जीवलाई गनाउन दिँदैन। यस्तो प्रकारको यो चिप्स हो। यो चिप्सले कसरी हाम्रो फोहोरलाई सफाई गर्छ त्यो म डेमोन्स्ट्रेसनको मार्फतबाट हेराउन चाहन्छु। यो हाम्रो यहाँ बेटाडिन मैले लिएको छु। बेटाडिन भनेको एकदम जिदी दाग हुन्छ, त्यो लुगामा लागे पनि त्यो छिट्टो चाहिँ सुक्दैन, छिट्टो राम्रो चाहिँ छुट्दैन, त्यो कपडा फाटे पनि यो छुट्दैन। मैले यो पानीलाई एकदम के गरे भने मैले यहाँ फोहर गरे, यो पानीलाई मैले फोहर गरे र यो फोहर पानीलाई यो चिप्स म निकालिराखेको छु। यो चिप्स निकालेर हेराउँछु कि यो कसरी सफाई गर्छ। यो पानीलाई हेर्नु होला,
यसले कस्तो काम गरिराखेको छ र पछि यो जेलको रूपमा कसरी परिवर्तन भएर चाहिँ हामीलाई इचिङ हुन दिँदैन, हामीलाई थाहा नै हुँदैन कि मैले केही कुरा लगाएको छु। हेर्नु होला तपाईहरुले यो पानीलाई कसरी सफा गर्दो रहेछ। एउटा चम्चा ल्याएको अनि हेर्नु होला यो पुरै पानीलाई, यो पुरै फोहर पानीलाई कसरी सफाई गर्दो रहेछ। एकछिनमा त्यो पुरै साफ भएर आउँछ यो पानी नै। अनि हाम्रो दैनिक जीवनमा हामीलाई कसरी फाइदा गर्छ। हामी महिलाहरू एकदम पीडित भइराखेको हुन्छौँ जब हाम्रो पिरियडको बेला आउँछ अनि हामी बाहिर यदि जान्न चाहन्छौँ भने एकदम हिचकिचाउँछौँ, किनभने हाम्रो बेग्लै किसिमको हाम्रो शरीरमा फिलिङ भइराखेको हुन्छ। त्यसैले गर्दा हामीलाई धेरै अप्ठ्यारो लाग्छ दैनिक जीवनमा। हामी घरमै बस्न चाहन्छौँ, तर यो हाम्रो यति राम्रो प्याड छ कि जुन प्याडले हामी प्रयोग गरेर हामी अफिस जाँदा बाहिर काम गर्ने महिला दिदी बहिनीहरूलाई पनि एकदम सजिलो हुने। हामीले अफिस जाँदा पनि टेन्सन हुँदैन, डर हुँदैन कि हाम्रो केही समस्या हुन्छ या हामीलाई लाज हुनुपर्ने कुरा हुन्छ, त्यो हुन दिँदैन। यो एकछिनमा नै पुरै पानीलाई नि सफाई गरिदिन्छ। हाम्रो जति पनि हेरिराख्नु भएको छ बिस्तारै बिस्तारै यस्तो फोहोर पानी पनि कस्तो सफा भइराखेको छ। पुरै पानी नै सेतो भइहाल्छ केही समय हामीले यसलाई राख्दा। यस्तो प्रकारको यसमा चाहिँ कीटाणु मार्ने, सफाई गर्ने चाहिँ यसमा पावर हुन्छ। तपाईहरुले आफ्नो घरमा गरेर पनि हेर्न सक्नुहुन्छ। यो बिस्तारै पुरै पानी सेतो नै भएर गइहाल्छ। भिडियो धेरै लङ हुन सक्छ, म अर्को पाटो पनि हेराउन गइराखेको छु तपाईहरुलाई। यो हाम्रो शरीरमा कसरी हुँदैन कि हाम्रो शरीरमा चाहिँ यसमा हेर्नु होला। म यो पानीलाई राख्न गइराखेको छु थोरै थोरै। यो पानी बिस्तारै बिस्तारै अब सफा हुन थाल्यो, आफै त्यो क्लिन भएर जान्छ यो पानी। मैले यो पानीलाई यहाँ म राख्दै छु, हेर्नु होला। हेर्दै जानु होला। पछाडि यो सबैलाई यस्तो तरिकाले यो सोखेर राख्छ। यो पुरै पानीलाई नै सोच्छ र हाम्रो लिक हुन दिँदैन पछाडि। म यतिको धेरै पानी राखेँ किनभने मलाई यो प्याडमा पनि हेर आउँछ तपाईहरुलाई। मार्केटको प्याड पनि मैले राखेको छु। यो पुरै राख्दा पनि केही हुँदैन, यो जेली टाइपको हुन्छ। यहाँ केही पनि लिक हुँदैन, यहाँ पानी नै आउँदैन, बाहिर पानी नै आउन दिँदैन। एकदम सुक्खापन फिलिङ गराउँछ यसले। यो पुरै गिलासको राखिदिँदा पनि यसमा केही हुँदैन, लिक नै हुँदैन। यति हाम्रो राम्रो यो प्याड छ। एकदम जेल टाइपको हुन्छ, पुरै सोसेर राख्छ, हाम्रो बाहिर आउनै दिँदैन, बाहिर नि आउनै दिँदैन। हाम्रो केही पनि हुँदैन, हामीलाई डर नै हुँदैन। हामीले यो लाएर बाहिर जाँदा केही फरकै पर्दैन र यति हल्लुको फिल गराउँछ। अनि पानी दिउँछु हामी। मैले यो गर्न गइराखेको छु। या आफ्नो घरमा हेर्नु होला, यो मार्केटको छ। अब यसलाई हेर्नु होला कि यसको के रिजल्ट आउँदैछ। यसको पनि हेरिहाल्नुस्, यसको पनि हेर्नुस्। यसमा मैले थोरै राख्छु अनि तपाईहरुले हेर्नु होला दुवैको फरक के छ, कस्तो छ। हेर्दै जानु होला।
अब दुबईको म बताउँदैछु एकदम सबै ऊ भइसकेको छ, भिजी नै सकेको छ। यहाँ चिपचिप पनि छ, हेर्नु पानी नै मेरो हातमा आइराखेको छ, तर यसबाट आउँदैन। मैले फोडे यहाँ हेर्दा सबै चुहिने खालको छ। अब यसलाई हेर्नु, यो चुहिँदैन। यहाँ हेर्नु सर, पुरै जेल भइसकेको छ, नजिकबाट हेर्नुहोस्। यो चुहिने यसको सवालै हुँदैन। हेर्नुहोस्, पुरै जेली भइसकेको छ, जेली पुरै जेलीको रूपमा परिवर्तन हुन्छ। हामीलाई टेन्सन पनि हुँदैन र हामीलाई सुरक्षित पनि हुन्छ। यो यति राम्रो छ हाम्रो महिला दिदी बहिनीहरूको लागि, नभई नहुने। यहाँ हेर्नुहोस् कस्तो भयो र यो कस्तो भयो। अनि तपाईहरूले यतिका समयसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। किनभने हाम्रो अधिकार हो कि हामीले जुन कुरा युज गरिराखेका छौँ त्यो हाम्रो स्वास्थ्यको लागि कतिको लाभदायक छ, यो हाम्रो अधिकार हो, हाम्रो मानव अधिकार हो। यसैले गर्दा हामीले युज गर्दाखेरि जहिले पनि प्रोडक्टको गुण क्वालिटी हेर्नुहोला र हाम्रो डियो गार्डन न्यापकिन सेफ्टी प्याड इज द अल बेस्ट छ हाम्रो महिलाहरूको लागि। अनि यो बेस्ट क्वालिटीको प्रयोग गर्नुहोला। हस्त, धन्यवाद।